छिटो आउनु न छिटो आउनु ल यो चाहिँ हामी जाँदैछौँ अब भ्यूहरू देखाउने छौँ हामी ताप्लेजुङको टुप्पोमा रहेछ हाम्रो मन्दिर त्यहाँ पर चाहिँ यहाँ पूजा गर्नु नेपालभरि बाहिर देशकोदेखि लिएर हङकङ युके अमेरिका अस्ट्रेलिया दुबई कतार सबै ठाउँबाट आउने रहेछ है तपाईँलाई भोलि भ्यूहरू यस्तो छन् तपाईँलाई म भोलि माथि ठुलो पाथीबाट गएर कस्तो छ तपाईँलाई देखाउन चाहन्छु म अहिले चाहिँ हामी हिँडिँदैछ उकालो चढिँदैछ अब माथि पुग्नु पर्ने रहेछ हामी चढ्दैछौँ ल चढिँदैछ है अब हामी पुग्नु लाग्यो है तल गाउँहरू रहेछ गाउँहरू खोइ कुन गाउँ हो हामी चाहिँ अझै माथि जानुपर्ने हो माथि त्यो हुस्से लागेको हिँडेर भ्यूहरू यस्तो रहेछ नि यति माथि भिरमा कसै मान्छे यस्तो हिँड्नेहरू यता भयो भ्यूहरू ट्याक्कै पारी यता यता तपाईँहरूलाई म कस्तो छ हिँड्ने बाटोहरू सबै यस्तै राम्रो छ सेतो लाली गुराँस पनि फुलेको रहेछ तपाईँहरूलाई म देखाइ नै राख्नेछु बाटो सबै माथि हिँडेर जाँदा कति रहेछ लगभग 5 किलोमिटर छ भन्छन् तर हामी जाँदैछौँ त्यो माथि हामी त्यो माथि भोलि बिहान हुस्से लागेको ठाउँमा गएर फर्किनु पर्ने हो यहाँसम्म पुग्नु पनि भाग्यकै कुरा हो यता ट्याक्क यहाँ अब मन्दिर रहेछ यसो अब ढोगेर यहाँ अब ट्याक्क ढोगेर जाने हो म यहाँ ढोग्नुपर्छ जे भए पनि अब भगवान् गल्ती भएको छ होला माफ पाऊँ ढोग्नु पर्यो मैले यहाँ ढोगिसकेको छु यहाँनिर कति आउनु हुँदो रहेछ त यी मान्छेहरू आएकै ऊ तल गएकै माथि 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 हिँड्दैछन् मान्छेहरू माथि उहाँ चाहिँ मेरो भेना हो जाँदै गर्नुभएको हरियो झोला बोक्नुभएको माथि टुप्पो पुग्नु पर्ने पानी पर्दैछ यतातिर मुनितिर आउँदैछ मान्छेहरू माथि हुँदो रहेछ हाम्रो दिदीहरू जाँदै अब तपाईँहरूलाई म देखाइ नै राख्नेछु कस्तो हुनेछ यात्रा बाटोहरू कस्तो छ तपाईँलाई म देखाइ नै राख्नेछु माथिसम्म तपाईँहरू पनि आउनु इच्छुक हुनुहुन्छ भने आउँदाखेरि कस्तो रहेछ भन्ने कुरो तपाईँहरूले यहाँ हाम्रो दिदीहरू सपिङ गरिराख्नु भएको छ यहाँ पान्छी बाटो चाहिँ यस्तो रहेको छ हाम्रो कालो त्यहाँ माथि पुग्नुपर्ने मान्छेहरू हिँडेकै छन् यहाँ नेपालदेखि मात्र नभएर बाहिर देशदेखि पनि आउने रहेछन् यहाँ पूजा गर्नु ठुलो पाथिवरा मन्दिरमा यो मन्दिर चाहिँ विश्वले रुचाएको मन्दिर रहेछ हिँड्दैछ तल आउँदै हुनुहुन्छ
यहाँ जाँदै हुनुहुन्छ कति रहेछ त यहाँबाट हेरौँ यहाँ लेखेको रहेछ सुकेटार 2420 मिटर रहेछ। तपाईँ अहिले यहाँ हुनुहुन्छ भनेपछि हामी त अहिले 550 मिटर माथि पुगिसकेछौँ उचाइ। यहाँनेरि सबै कति किलोमिटर कति उचाइ भन्ने लेखेको छ। हामी चाहिँ अहिले 2936 मिटर माथि आएको छौँ बालु डाँडातिर गुराँसे। यहाँ हेर्नु सक्नुहुन्छ। अब नखाने म भयो नखाने खाऊ खाऊ तिमी। यहाँ भान्जी त्यहाँ पर पारी चाहिँ पानी पर्दै रहेछ। यहाँ अब जाँदैछु मान्छेहरू झरेकै छन्। यस्तो छ हाम्रो ठुलो पाल्टीबाट जाने बाटो चाहिँ। मान्छेहरू आउँछन् बाहिर देशबाट यसै गरी चढिँदैछ। हे माथि म कुदेरै पुगेर आउँछु क्या जस्तो पनि लाग्छ बेला बेला। जाउँ जाँदैछु। यस्तो रहेछ मलाई कुद्नु मन लागिरहेछ कुदिदिउँ जस्तो लागिरहेछ है। यस्तो छ पाथिभरा मन्दिर जाने बाटो। रोड चाहिँ यतादेखि आएको यता मान्छेहरू आउँदैछन्। माथि पुग्नु पर्ने त्यहाँ हिँड्दैछन् मान्छेहरू हिँड्दैछन्। अब बाटोहरू कस्तो छन् हेर्नु मन लाग्छ हेर्नु होला। लाली गुराँसहरू फुलेको छन्। मलाई त अचम्मै लाग्यो सेतो लाली गुराँस पनि हुने रहेछ। हामी हिँड्दैछौँ यात्रा जारी छ। दाइ मजाले आइपुग्यो है यहाँसम्म। अहिले चाहिँ सहज नै छौँ हामी सहज वातावरणमा आइरहेछौँ। मौसमले पनि साथ दिइरहेछ पानी परेको छैन घाम पनि लागेको छैन एकदम शान्त वातावरण छ। ल एकदम पुगिन्छ नि आरामसँग पुगिन्छ। अब 45 मिनटमा पुगिन्छ। गलिएको त छैन नि छैन त्यस्तो छैन केही महसुस भएको छैन। यो चाहिँ एकदम राम्रो अरे हामीसँग एकदमै शक्ति पनि मिलिरहेछ। ल हामीसँग लट्ठी त छैन अनि त्यस्तो हामी एकदमै मजाले हिँडिराखेका छौँ। ल ल हामी अघि बढौँ। अब हामी अघि बढ्दै यहाँ कस्तो रहेछ बाटो देखाउँदैछौँ। जाउँ अगाडि बढौँ। भगवानको ठाउँमा आउनु पाउनु तपाईँको फिजिकल फिटनेस चाहिँ राम्रो भयो। अब चढिँदैछौँ त्यहाँ माथि। अब भोलि पुग्नुपर्ने कुदौँ जस्तो लागिरहेछ। यहाँ चाहिँ पोखरीको पानी उम्लेको। यहाँ मान्छेहरू फर्किँदैछन् पूजा गरेर बिहान गएर। त्यही हो म चाहिँ हिँड्नु पनि क्या मजा आइदिरहेको छ है मलाई। म चाहिँ कुदौँ जस्तो लागिरहेछ। कुद्यौँ कि क्या हो हे भगवान् शक्ति दियो मलाई। आउँदै हुनुहुन्छ यता। तल मान्छेहरू यति भिड हुन्छ यहाँ। यहाँ
पाथिभरा मन्दिरमा दिनमा 24 दैनिक 44 1 लाख 72 मान्छेहरू पूजा गर्नु आउँछन् अरे यहाँ 002 जस्तो पनि लाग्छ मान्छेहरू बिहानदेखि बेलुकासम्म यस्तै हो मान्छेहरू यस्तै आउँछन् अब म यहाँ चाहिँ रेस्ट गर्नेछु मेरो टोलीहरू तलै छ हिँड्नु सकेन अब म चाहिँ यहाँ बसेर पर्खिन्छु ठिक छ बाटो चाहिँ यस्तै राम्रो रहेछ बाटो चाहिँ पछिबाट मन्दिर जाने एकदम दामी रहेछ है आउनु सक्नुहुन्छ है अब त्यो हिँड्नु सक्नु नसक्नु त्यो आफ्नो कुरा भइहाल्यो ट्याक ट्याक दामी बनाएको रहेछ खुसी लाग्यो अब हामी त्यो माथि टावर भएको कटेर अलिक माथि गएर बस्छौँ त्यसको भोलिपल्ट 2 किलोमिटर होला हिँडेर जान्छौँ तपाईँहरूले बाटोमा यहाँ अनेक कुरा देख्न सक्नुहुन्छ यसलाई चाहिँ हाम्रोतिर थुम्बा भन्छ यसको चाहिँ दाम भेरा भन्छ त्यो भेरा चाहिँ यही हो है यसलाई थुम्बा पनि भन्छ त्यसै गरी यहाँ रहेछ दुईवटा यस्तो छ है कडा हुन्छ नि हान्यो भने सिल्टाइन्छ मान्छेहरू आउँदैछन् जाँदैछन् कति हो कति मान्छेहरू फर्किने बेला कहिले होला त अलिकति छ अरे अनि त्यसपछि तेर्छ भन्छ ल जे छ यहाँ म यहाँनिर रेस्ट गर्नेछु यहाँ चाहिँ केजीको 250मा मान्छे पनि बोक्नु पाइँदो रहेछ ऊ माथि मान्छे बोकेर ल्याउँदैछन् है यी मान्छे ट्याक 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 ल्याउनु हुँदो रहेछ ल्याउँदै हुनुहुन्छ मान्छे बोकेर 200 रुपियाँ केजी अरे 200 रुपियाँ केजीले 10 केजीको 2000 हट पऱ्यो हुने रहेछ है पैसा चाहिँ मान्छे बोकेर ल्याउनु हुँदैछ मासतिर ट्याक गरेको छ यहाँनिर प्राइसहरू कसरी रहेछ भने त एकचोटि सोध्नु पर्ला ट्याक्क मान्छे बोकेर ल्याउनुहुन्छ यहाँनिर हेर्नु होला है इन्ट्रेस्टिङ छ है यहाँ रमाइलो कति रुपियाँको 250 पर्छ 100 रुपियाँको ल ल पिरो पिरो अमिलो लगाइदिनु ल दिदी हुन्छ भाइ ल त्यसको फुल एउटा दिनु न यो टिप्नु हुँदैन अरे भन्छ नि लेक लाग्छ अरे क्या लेक लाग्छ अरे त्यही भएर त अघि म तल देखेको नटिपेको हो र बहिनी यहाँको ब्रस टिप्दैन नि टिप्नु हुँदैन नि फुलेको फुलहरु टिप्नु हुँदैन लेक लाग्छ त्यस्तो लानुहोस् हजुर फोटो खिचेर जानुहोस् त्यहाँ उभिएर बसेर ए दाइ यो एक्सट्रिम चाहिँ कति पर्छ 250 एक्सट्रिम
हिँड्दै गर्नु न जाँदै गर्नु न एकै ठाउँ प्लास्टिकमा हालिदिनु ल दिदी एकै ठाउँ प्लास्टिकमा हालिदिनु ल उकालो चढ्दैछन् मान्छे पनि यसरी बोकेर ल्याउनु मिल्छ यहाँ कोही अक्सक्तो हुनुहुन्छ भने ट्याक्क 200 रुपियाँ केजी तिर्ने नाम्लो लगाइदिइहाल्छ बोकेर लगिदिइहाल्छ माथिसम्म तपाईँको एउटा फोटो खिचिदिनु मैले ल भइहाल्छ नि ए हुन्छ लु यता उफ्नु लाली गुराँस ट्याक्क तपाईँलाई लाली गुराँसै गुराँस ल फुल झिक्दिनु अलि यता यता उफ्नु त अब चाहिँ ट्याक्क तपाईँ पछि लाली गुराँस पनि थियो म जाँदाखेरि फुलेको थियो भन्ने हुन्छ ल अब एउटा यता माथि ल अझै खिच्दिनु ल वेलकम मेरो यहीँ पर फाकुम्बा हजुर तपाईँ चाहिँ कतादेखि आउनुभएको आमामा दाङदेखि आउनुभएको है अच्छा ल दुई ठाउँ राखिदिनु न यहाँ चाहिँ तपाईँहरूले सामान बोकेर ल्याउनुहुन्छ कि अरूले ल्याइदिन्छ तपाईँहरूले ए कहाँदेखि ल्याउनुहुन्छ यहाँ चाहिँ ए दिदी यी लाउनु अब अर्को स्टाइल पनि गर्नु यहाँनिर चाहिँ सबै चिज महँगो रहेछ 100 रुपियाँको चरपट यति मात्रै आउने रहेछ ट्यागको एक्सट्रिम सोधेको 250 तर अब यस्तो विकट ठाउँमा आफै बोक्नुपर्ने हुन्छ सामानहरू सबै त्यही भएर महँगो भएको होला लाली गुराँस नै गुराँस फुलेको ठाउँ मलाई चाहिँ यहाँ माथि उडेर जाउँ जस्तो लागिरहेछ त्यस्तो फिल भइरहेछ अनुभव यो चाहिँ सामान हो पैसा गलिरहेको छु हामी जाँदैछौँ बाटो यस्तै छन् त्यहाँ तल आउँदैछन् मान्छेहरू बाटो है हाम्रो बाटो देखाइ नै रहेछु म तपाईँलाई यस्तो गुराँसको फुलहरू छन् यहाँ हामी जाँदैछौँ चढ्दैछौँ जाँदैछौँ माथि टावर छ त्यहाँसम्म पुग्नुपर्ने यस ट्याक्क माइ टेस्टिङ आउँदैछन्
तल पनि मान्छेहरू को हो निक्लेन है है कसले चुप्के हालेछ खोइ यहाँ हुन्छ र छैन यहाँ यहाँ थिचिरहनु क्यामेरा तिम्रो लगाउँदाखेरि ल दिदी किन त लगाउँदाखेरि खिच्नु ल माथि अगाडि गएर खिच्न अब त तान्छु नि यो खिच्न खिच्नु हिँड्न टर्न आयो है केटा मान्छेलाई चटा पनि मेरो यो खास भुरी लगाए मेरो भुरी लगाए हो बलियो भाइ यता थोयुङमा चामा हो थोयुङमा चामा आबे सिधो त पेकमा यहाँ हो हेलो भन्ने हेलो हेलो हो न यहाँ छ पहिलाको चारो हो खोइ त्यो त थाहा भएन मलाई यहाँ राख्दै छु काई उयो राख्छ फोटो खिच्न थकाइ लाग्यो अब यसलाई बोक्नु पर्ने किलो खामा नतै बोक्यो डोमेस्टिक फ्लाइटको भन्दा महँगो छ नि कति रुपियाँ अरे दिदी यो पानी तलै अलि ठाउँ ठाउँमा 25 रुपियाँ पर्छ पानी खै मलाई पनि दिनु त थोरै पानी त खान्थ्यो होला नि तिनीहरूले बिरगोमा है बोतलको बिरगोमा अलिकति ल जस बेला यो कालो भए पनि हिँड्नु चाहिँ साह्रै मजा हुने है मलाई त बहुत मजा आइरहेछ हौ हिँड्नु उडेको जस्तै अनुभव भइरहेछ हट
हट हट हिँड्नु चाहिँ पर्छ है ल भुन्डोल हार्पिङको हट लालीगुराँसको बोटहरू सबै
यहीमा यो लाइन पनि माथिसम्म गएको रहेछ आम्मा है लाइन मान्छेहरू ट्यागको आउँदैछन् यताबाट तलबाट आउँदैछन् त्यस रमाइलो हुने रहेछ मान्छेहरू पनि धेरै गए ट्यागको जाडो महिनामा बिस्कुट चाहिँ बब्बाल हुने रहेछ आम्मामा मामा गुलियो दामी गाडीको मान्छे हो कि कहाँ फोन गर्ने ए कहिले आउनु म यसलाई बोकेर लान्छु अनि अहिले म गाउँले खोज्छु न भन्ने ल म त बुक्कै हो तपाईँको भाइलाई बेकार अरालुमा चाहिँ नाख्नु त अरालुमा त खुट्टा कामेर हिँड्छु अरालु खुट्टा कामेर नानी बोकेर मम्मी मम्मी तपाईँको भाइलाई बेकार ल खाममै हान्दै कुन बाना कुन होला त्यो युस बिस्तारै हाङ मारेर पुग्न सक्नु अब पुग्यौँ यही डाँडामा होइन पुग्यौँ यति नजिक अस्ति त हामी त हाम्रो पूजा जोक्साहरूको ठाउँ भेट्नु त्यही त यहाँदेखिको थियो नि हुन्छ आज माथि मन्दिर पुग्नु सक्दैन माथि बस्दा हुन्छ मन्दिरमा बस्ने ठाउँ छैन बाबु हेलो बाजे मन्दिरमा बस्ने ठाउँ छैन माथि जानु यहाँ त तपाईँको यो यहाँनिर भाडा लिएर बस्छ नि त म बोक्छु होला हौ मान्छेलाई अनि म बोक्छु न छिटो गरेर फेम मान्नुपर्छ त्यहाँ धुप थियो भिज्छ है त्यो सेतो झोला बोकेकोमा
ल एम्बुलेन्सले हैरान तपाईँ त दर्शन गरेर आइसक्नुभयो हो बाजे हजुर दाई हामी यहाँको पठाउ पठाउ तपाईँ अब फेरि उयो एउटा मान्छेको कति हो बोकेको मान्छे बोकेको 100 रुपियाँ किलो 100 रुपियाँ किलो कति हँ एकजना लाग्यो नि खोइ छोरा 50 केजी भन्दा धेरै एकजनाको 5000 5000 100 रुपियाँ केजी छोरी बोकेको 5000 मान्छे केजी अनुसार हो आफै केजी अब ए अनि माथि बजारको अपडाउन लगेर ल्याएको अनि सामान बोकेको चाहिँ झोला बोकेको 60 रुपियाँ किलो 60 रुपियाँ किलो ट्याक्राके अनि कालो मछली तल्लो भेदीबाट मात्र ठुलो भेदीको तिमी कति केजी चाहिस् कति टिप हान्नुहुन्छ मन्दिर कति घण्टामा पुग्नुहुन्छ हामीहरू अब पाहुनाहरूसँग हिँड्दा 2 घन्टा अब रुन्छौँ सँगै हिँड्नु पर्यो तपाईँहरू मात्रै 2 घन्टा लाग्छ हामीलाई 1 घन्टा पुगिन्छ हामी तपाईँलाई 2 घण्टा हामीलाई 1 घन्टा 1 घन्टा पुग्छ यो चाहिँ तपाईँको हरन हो दाइ सिटी साइड लाग्यो भन्नुपर्छ मान्छेहरू कि हाम्रो गाडी अब छुट्यो अब जाउँ गाडी भन्नुपर्छ त्यो जाउँ जाउँ गाडी चढ्ने छ नि ए। आउनु भनेर बोलाएको दिनमा कति टिप हान्नुहुन्छ दिनमा भेट्यो नि 4-5 टिप भेट्यो नि 1 टिप आम्बो त्यत्रो टिप हान्नुहुन्छ है ल 5-6 टिप हान्दाखेरि चाहिँ ट्याक्क लाएर 10,000 माथि रहेछ त अनि ल है दाइ बधाई छ ल दाइ अझै एउटा टिप लिएर आउनु पर्यो है अब ल ल अच्छा अब 5-6 टिपले त धेरै छ हाम्रो दाइले मान्छे भेटिहाल्नु भयो ट्याक्क लाएर मान्छे मिलाउँदै हुनुहुन्छ किलोको किलोको 100 रुपियाँ ट्याक्क किलोको 100 रुपियाँ मात्र अरे किलोको 100 रुपियाँले 10 केजी बोक्दा 1000 1000ले अब लौरे हुन्छ अझै रनिङ गर्ने यता आइज होला मान्छे बोक्दा अब ट्याक्क लाएर 1000 रनिङ कुद्छ सन्ता गर्ने आइजन 1000ले पैसा पनि आउने 10 केजीको हुन्छ 50 केजीको 5000 40 केजीको 4000 ल 50 केजीको 6000 बोक्दा 5000 ट्याक्क 7 टिपभन्दा 5000ले 35000 दिनमा यही 35000 कमाउँदो रहेछ दिनमा अनि त्यही त केबल कार हामी राख्नु नेपालमा पैसा छैन भन्छ यही 35000 कमाउँदो रहेछ होइन बोजू अनि विदेश किन जानु यही 35000 कमाउँदो रहेछ तिनीको के जानु विदेश होइन महिनामा त कति हो कति नभए गाडी आउँथ्यो अरे ए 35000 एउटा मान्छे बोकेको 50 केजीभन्दा मुनि हुँदैन अनि 100 रुपियाँ केजीले ओजलको मान्छे पाता लाउँदैन मोटै हुन्छ 50 केजीको 5000 अब हामी नै यतिमा 60-70 त छौँ के नगर्नु म अस्ति नै 70 थिएँ केजीको 100 अरे केजीको 100 हुँदा त एकचोटि जान्छ एकचोटि आउँछ होला नि त त्यति त होला दिनमा 2 खेप गएको मात्रै 100 रुपियाँ त्यही त अनि त्यो एकचोटि जाने एकचोटि आउँदा 10,000 भयो सबै खादियो क्या मुस्ला अनि तेरो पोहोर हामी आउँदा नि अब भोलि देख्नुहुन्छ 3-5 चोटि त एकजना मात्र पुर्याएर फेरि लग्यो बाली हुँदा त एकैचोटि हुन्छ उनीहरू केही जस्तो लाग्छ यो तल माथि त आधी घन्टामा माथि पुग्छ होला हौ सक्ने मान्छेहरू त मुस्ला खादियो क्या खुट्टा पनि दुखो सजिसक्यो अब त
यहाँ हामी 15 दिन उनीहरूको पेसै त्यो भयो क्या अब सुन्नु न हामी पनि 15 दिन 1 महिना यहाँ बस्नु भने त्यही हो बानी केही मतलबै हुँदैन यहाँ चाहिँ पनि हुँदैन केही दिनमा 2 चोटि चाहिँ हिँडिराख्नु पर्यो एकचोटि त हरा एकचोटि जब हामी तराईबाट आएको मान्छेलाई गर्मी ठाउँबाट आएको मान्छेले एकचोटि ज्वरो अङ्ला तर मौसम चाहिँ आज दामी रहेछ है यहाँको यतिको मौसम चाहिँ यस्तो लेकतिर त घाम लाग्दैन है खासै लागे पनि खासै साह्रो लाग्छ धेरै टाढो त हुनेलाई भन्दा कृपया बाटोमा फोहोर नफाल्नु फोहोर डस्टबिनमा मात्र फाल्नु सक्छ हाम्रो पहिचान अब आयो आयो माथिले फेरि आयो कस्तो भइरहेछ तपाईँ होइन दामी पुगेकै छैन ल बस्नु न त नि यसको यसो धेरै खिच्नु हुँदैन अनार यो चाहिँ लाली गुराँस हो अहिले अलिअलि फुलेको रहेछ फुलेर सकेछ लाली गुराँस बोट हो यो नेपालको राष्ट्रिय फुल हो यो त बाटो त चैत वैशाखतिर के बेला फुल्छ अरे यो त एकछिन तुम्बारो माल पकाएर बोक्नु अहिले तुम्बाले उयो किनिदिन्छ होस् त्यसैले हिँड तुम्बाल पक्दैन नि तुम्बाले त बोक्नु होला पकाएर बोक्नु एकछिन दोकान छ मान्दैन त नि भान्जी म बोक्छु कि तिमी यो क्यामेरा समात ल क्यामेरा समात्छ अरे फोटो खिच्छ यसरी फोटो खिच्दै यहाँ जानुपर्छ समाउनु अरे मामाले बोक्छ अरे हौ त्यसैले हिँड बोक्नु तुम्बाला भन्नु ओके ए हिँड्ने हो एकछिन एकछिन हिँड्दैछ नि ठिक छ भगवान्ले तान्नु त माथिबाट बिस्कुट टिक लगाएको त झर न मेरो पैसा बुझ्नु ल बिस्कुट लाँदै तँ मामै ल आइज मेरो बिस्कुट ए ल उयो सुचो गऱ्यो दिनै खोलिदिउँ खोलिदिउँ तपाईँको पैसा म बोक्छु हाम्रो अस्तिको नानी गुरुहरूको नम्बर ल्याउँछ हामी पाहाडमा हामीले खाने उयो होइन यो के हो रातो फल छ के भन्छ यसले हेलो यहाँ पनि नेट चल्दो रहेछ हामी त यहाँ ठुलो फेदी जानेछौँ भाइ भोलिको लागि हजुर भोलि त पार होइन तपाईँले हिजो तपाईँकोदेखि आएको भोलि धरान झर्दा चाहिँ 4 जना सिट भनेको होइन भोलि अगाडि मैले हिजै भनेको भान्चोकमा हजुर हामी चाहिँ ठुलो फ्यादी पुग्नु लागेको छौँ अब तपाईँ भोलि फेदीमा आउनुहुन्छ
जानु फेरि ए ल फोन गर्छु कि त्यहाँ हामी आइपुगेर हामी चारजना छौँ ल ल ल हुन्छ भाइ आएको अगाडि सिट राखिदिनु है हजुर तपाईँले हिजै भनेको होइन मैले हिजै भनेको होइन यो साथीहरूमा त छैन भने दुईजनाको हस् हस् भाइ हुन्छ मिलिजुली जम्ला जय पाटी भराकी माता यो भाइहरूको उमेरमा यो त के होला के पनि हुँदैन हामी त्यस्तो कुरा अगाडि टिपेर यता माथिबाट जाने हो कि हाम्रो यता पनि त्यही त आउने यहीँ सिधै माथि जाउँ न यता र छिट्टो त्यहाँबाट के घुमिराख्नु यतै आउनुहुन्छ नि यहाँ छिट्टो हुन्छ ल म उमाथि त जोडिन्छ न आउनु न त्यसलाई म बोक्छु न मान्दैन त है पाथिबाट जाने बाटो चाहिँ यस्तो छ हेरिराख्नु होला माताको घरसम्म पुग्ने गरी हामी देखाउने छौँ बाटो यस्तो ढुङ्गाले बनाएको छ चिटिक्क लाएर हिँड्नै पर्ने हो माथि होटल भनिसक्नु भएको छ होटल त भनेको थियो अब मुखले चाहिँ भनेको छ अरे भन्छन् उहाँहरूलाई चाहिँ के हो भने अब यस्तो भनेको छ त राख्नु खोइ हामीले भनेको छैन रे होला मिलाउनु पर्यो भनेको अब कोही आउनु नसक्ने होला नि तिनीहरू चाहिँ बुक गरेर हुन्छ कोही आउनु नसक्ने अब त उयो माथि हो कि क्या हो उयोदेखि नै घरदेखि यही छ ए भोलि चाहिँ धेरै हिँड्नुपर्ने हुन्छ भोलि माथि पर्दैन सजिलो छ अङ्कल हजुर हो सजिलो बनाएको छ सके त हुने हो त्यो चाल्न सक्नु पर्यो कहाँदेखि आउनुभएको तपाईँ चाहिँ हेर्नु होला हेटौडा बाफ्रे यहाँनिर त कुन कुन ठाउँबाट आइँदो रहेछ त अनि आउँछन् नि दाङ पल्लो कुना है हात धनगढी महेन्द्रनगर गाडी आउँछ नि त पश्चिमबाट पनि आउने रहेछ अझै हुँदा विदेशबाट पनि आउने रहेछन् विदेशबाट है भगवान्प्रति अब आस्था त हो नि अनि होइन विश्वास त हो अनि भगवान्लाई कति मानिन्दो रहेछ त होइन त्यही त मान्नु पर्यो अनि त्यसै मान्छे यहाँ पर्छन् म पनि मान्छु नि एकदम
आ जाइए सानू मियाँ उभिँदै जाँदै गर्नुपर्छ त खै बुढो नि हरा ल यो गेट आएपछि आशा जागे ल आयो भने जय भगवान रक्षा गर प्रभु काठी भएर गयो कि जय आमा जय पाथिभरा माता की जय पाथिभरा जय पाथिभरा रक्षा गर भगवान ल अब जाम जालहरू गनिदिनु पर्यो घर नि खै हाम्रो गन्तव्य के नाम हो 9 नम्बर 9 नम्बर अहिले हामी कति नम्बर आयो 2 नम्बर ल भोलि भोलि अब
लारे गरिदियो जे होस् क्षमा दिनुहोस् सकेन यस्तै भयो कतै भुलचुक केही भएको छ भने क्षमा पाऊँ जति जे जानियो उति गरियो ल जाउँ है लग्यौ जाऊ ल लगिन डुब्छ के सिधै हो ल आज चाहिँ हामी फेदीसम्म आइपुग्यौँ यहाँदेखि माथिको यात्रा चाहिँ अब भोलि बिहानै हुनेछ भोलि बिहान देखाउनेछु यहाँदेखि माथिको अब फेदीसम्म आइपुग्यो अब यहाँ बसिन्छ बिहान उठेर पूजा गर्नु लागिन्छ आजसम्म हिँडेको आजलाई मेरो च्यानलको नाम भाइले सोचिहाल्यो तिमीले सोचिहाल्यौ भन्नु ल लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिने ल भाइले ल मेरो चाहिँ ट्याक्क गएर सुरेश त्यति नै सुरेश लिम्बू ट्याक्क ल सेयर गर्ने लाइक ल है मेरो बुनुवाले अब भाइ बुनुवाले सब्सक्राइब गर्ने भयो ल आशा छ भाइहरूले गरिदिन्छन् भन्ने अब म उकालो लाग्छु अझै वासस्थान आइपुग्यो आइपुग्यो दाजु आइपुग्यो एकदम ढुक्क लाग्यो अब यहाँ बसिन्छ बिहान अब कति रहेछ माथि 16 नम्बरसम्म हो नि अब त कति छैन होला ए अब 3 किलोमिटर भोलि यति हुन्छ यहाँ चाहिँ यसो सामानहरू रहेछन् के किन्नु मन लाग्छ कहाँदेखि आएको बाहिर चाहिँ कहाँदेखि आएको काठमाडौँ उतै धरानबाट म काठमाडौँ तिमी काठमाडौँबाट आएको ए सेती खोला ल ठिक छ है राम्रोसँग भगवान्सँग राम्रो मागेर आउने बुझ्यौ बुनु राम्रो माग्ने भगवान्सँग ल कोसँग आएको ए मम्मीसँग ल यही हो लु एकछिन रेस्ट गरौँ अनि मात्रै यतापट्टि भनेछु मैले त्यहाँ यसो अब जे जस्तो छ होइन हाम्रो चाहिँ आज यहीँसम्म अरे मैले मेरो भ्लगलाई यहीँ रोक्नु चाहेँ